नमस्कार। आज चाहिँ म स्पोर्ट्स सम्बन्धी केही कुराकानी गर्न आएको छु। सर्वप्रथम चाहिँ हाम्रो हिजो भएको नेसनल टिमको गेमको बारेमा कुरा गर्ने हो। भियतनाम भर्सेस नेपालको गेममा चाहिँ नेपालले 3-1 को अन्तरले चाहिँ हार बेहोरेको छ। त्यो चाहिँ एसिया कप क्वालिफायर राउन्ड अफ 3 हो। अब खेलको कुरा गर्दाखेरि चाहिँ खेल त सबैले हेर्नु नै भयो होला हैन। नेपालको बल पोजिसन पासिङहरू चाहिँ पहिलाकै जस्तो नै लगभग देखियो। नयाँ खेलाडीहरू समावेश गरे पनि त्यति धेरै सुधार चाहिँ देखेको छैन। अब आउँदो दिनमा चाहिँ राम्रो सुधार हुने जस्तो चान्स पनि अलिअलि चाहिँ छ। तर कोचिङ पनि नयाँ कोच पनि भएको कारणले अब कन्टिन्यू भयो भने चाहिँ अलिक राम्रो हुन्छ जस्तो छ। यसो हेर्दाखेरि चाहिँ फर्स्ट हाफको सुरुवाती 9 मिनेटतिरै अब नेपालले एक गोल चाहिँ खाइहाल्यो हैन। त्यसपछि झन् खेलमा दबाब पाएको नेपालले बेला बेला एट्याक चाहिँ गरिरहेको थियो। तर अब एट्याक गर्ने क्रममा एउटा फ्री किक टाढैबाट पाएको फ्री किकमा चाहिँ चेक पिचमा राम्रो क्रस गरेर सनी श्रेष्ठले चाहिँ कमब्याक गोल चाहिँ गरेको 1-1 ड्र गरिदियो। फर्स्ट हाफसम्म चाहिँ लगभग 1-1 कै ड्र जस्तो देखिए तापनि फर्स्ट हाफको अन्तिमतिर चाहिँ भियतनामबाट भएको एट्याकिङमा चाहिँ लकेन लिम्बूले क्रिटिकल फल गरेको कारणले चाहिँ उसले रेड कार्ड पायो र मैदानबाट बाहिर निस्क्यो। तर पनि त्यो एकदमै डिबक्सको नजिकबाट पाएको फ्री किकमा पनि किरण चेम्जोङले चाहिँ राम्रो सेभ गरेको। उसले चाहिँ जो खेल्न भन्नुपर्दा चाहिँ किरण चेम्जोङले चाहिँ एकदमै राम्रो खेलेको। किपरले अब कति चाहिँ बचाओस् त हैन, जति बचाए पनि अब गोल त खानै नै। र सेकेन्ड हाफको कुरा गर्दाखेरि चाहिँ सेकेन्ड हाफमा नेपाल झन् एकदमै दबाबमा देखेको थियो। अब किनभने उनीहरू 10 जना मान्छेमा सीमित भएपछि चाहिँ प्रेसर धेरै नै बिल्डअप भयो। त्यही त हो, अब 10 जना मान्छे यतातिर भयो, हाम्रोतिर उता 11 जनाले पेलेको एकदमै धेरै प्रेसर पनि केटाहरूले थामी चाहिँ राखेको थियो 60-65 मिनटसम्म चाहिँ। पछिबाट चाहिँ धेरै नै पेलान खाएर 2 गोल तिनीहरूले फेरि पछि सेकेन्ड हाफमा चाहिँ 2 गोल फर्कायो। 2 गोल फर्काएपछि 3-1 ले चाहिँ नेपाल हार्न पुगेको छ। अब नेक्स्ट गेममा नेपालले राम्रो गर्छ भन्ने अपेक्षा गरौँ। तपाईँहरूको के छ भने कृपया कमेन्ट गर्नु होला है त। त्यसपछि हामी चाहिँ युरोपतिर जान्छौँ। युरोपको वर्ल्ड कप क्वालिफायर र फ्रेन्डली म्याच, विशेष गरी इङ्ल्यान्डले चाहिँ धेरै पछि फ्रेन्डली म्याच खेलेको छ र इङ्ल्यान्ड भर्सेस वेल्सको फ्रेन्डली म्याचमा साका पनि ब्याक भएको छ। साकाले त्योसँगै साका, रोगस र वाटकिङले चाहिँ एक गोल गरेर चाहिँ इजी विन निकालेको छ इङ्ल्यान्डको लागि। वर्ल्ड कप क्वालिफाईको कुरा गर्दाखेरि चाहिँ युरोपको वर्ल्ड कप क्वालिफाई राउन्ड अफ 7 मा चाहिँ अस्ट्रिया भर्सेस सन मेरिनो। अस्ट्रियाले चाहिँ सन मेरिनोलाई चाहिँ एकदम फराकिलो अन्तरले चाहिँ जितेको छ। 10-0 को अन्तरले जितेको छ र स्टिल टप अफ द टेबलमा छ। चेक रिपब्लिक भर्सेस क्रोएसिया 0-0 गोलमा चाहिँ गेम सकिएको छ। र टेबल हेर्दाखेरि चाहिँ दुईटै 13-13 पोइन्टमा रहेको छ र क्रोएसिया गोल डिफेन्डको कारणले गर्दा चाहिँ टप अफ द टेबलमा रहेको छ है त। र अर्को म्याच रहेको छ बेलारुस भर्सेस डेनमार्क। बेलारुसकै होममा गएर डेनमार्कले 6-0 को गोल अन्तरले चाहिँ जितेको छ। त्यसमा भन्नै पर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ होइलुन्ड चाहिँ ब्याक भएको छ क्या। फेरि 2 गोल 1 एसिस्ट गरेर चाहिँ उसले चाहिँ टिमलाई चाहिँ अग्रता दिलाएको छ। भर्खरै म्यान्चेस्टर युनाइटेड छोडेर नापोली गएको होइलुन्डले टिममा पनि राम्रो प्रदर्शन गरिरहेको थियो र अहिले भर्खरै डेनमार्कमा पनि 2 गोल 1 एसिस्ट गरेर चाहिँ टिमलाई चाहिँ राम्रो अग्रता दिएको छ है। नेक्स्ट म्याच चाहिँ अब माल्टा भर्सेस नेदरल्यान्ड। माल्टाकै होममा नेदरल्यान्डले 4-0 को अन्तरले एकदम फराकिलो जित नै निकालेको छ। अब स्टिल नेदरल्यान्ड टप अफ द टेबलमै छ। र कुरा गर्नुपर्दाखेरि चाहिँ गाक्पो 2 गोल 1 एसिस्ट गरेको छ गाक्पोले। राइन्डरले 1 गोल, डिपेले 1 गोल सँगै 4-0 को अन्तरले जितेको छ।
गाकपोको कुरा गर्दाखेरि चाहिँ गाकपो त लिभरपुलको त अब एउटा एकदम राम्रो प्लेयर पनि हो होइन। उसले नेसनल टिममा पनि राम्रो खेलिरहेको छ एकदमै। राइन्डर्स सिटीको एकदम अहिलेको बेस्ट मिडफिल्डरै भन्नुपर्छ सिटीको लागि चाहिँ, एकदम प्लेइङ 11को बेस्ट प्लेयरै हो सिटीको। उसले यता नेसनल टिममा पनि गोल गरेको छ। त्यसपछि डिपे त अब अहिले त ब्राजिलको क्लबमा खेलिरहेछ। डिपेले त्यही पनि नेसनल टिममा चाहिँ एकदम राम्रो प्रदर्शन गरेको छ। नेसनल टिममा वान अफ द टप गोल स्कोररै डिपे नै हो अहिलेको नेदरल्यान्डको चाहिँ। हिजो भएको मेन म्याचको कुरा चाहिँ मैले लगभग गरि नै सकेँ होइन। नेपालको गेम पनि अब तपाईँहरूलाई कस्तो लाग्यो होइन, तपाईँहरूको भनाइ पनि राख्नु होला। नेपालको गेम अब कसरी सुधार गर्न सकिन्छ त नि। मेरो विचारमा चाहिँ अब नेपालले जस नयाँ खेलाडीहरू पनि समावेश गरेको छ धेरै नै होइन, तर अब कन्टिन्युटी पनि चाहियो क्या। अब कोच पनि सधैँ 2 वर्षसम्मको लागि चाहिँ भइराखेर अझ राम्रो कोचिङ पायो भने चाहिँ खेलाडीहरूको ग्रोइङ पनि राम्रै हुन्छ जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ। 5-6 महिना राख्यो, फेरि पठाइदियो, अर्को कोच आयो, फेरि त्यो भएपछि त झन् अब नेपालमा लिग पनि हुँदैन, लिग पनि त्यही माथि होइन। त्यही भएको कारणले पनि अब खेलाडीको स्किल क्षमताहरू त्यो राम्रो प्रदर्शन नभएर पनि उनीहरूले गेम पनि राम्रो बढाउन सक्दैन। बाहिरी टिमहरूसँग खेल्नलाई एकदमै गाह्रो हुने कारण त्यही हो क्या। कन्सिस्टेन्सी चाहिँ भयो भने चाहिँ अब अझ धेरै बिस्तारै आउँदो दिनमा चाहिँ खेल सुधार हुँदै जान्छ जस्तो चाहिँ लाग्छ मलाई जहाँसम्म चाहिँ। र यति भन्दै आजको मेरो यस भिडियोमा साथ दिनुहुने सबैलाई धन्यवाद दिँदै आउँदो दिनमा फेरि नयाँ भिडियो लिएर म उपस्थित हुने नै छु। र इन्ट्रेस्टिङ गेमहरू ठुलो म्याचहरूको बारेमा चाहिँ केही टिप्पणीहरू लिएर आउने कोसिस गर्नेछु। मैले चाहिँ भर्खरै मात्रै यो भिडियो बनाउन सुरु गरेको छु। तपाईँहरूको साथ सपोर्ट भयो भने चाहिँ आउँदो दिनमा अझ राम्रो भिडियो बनाउँदै म आउनेछु भन्ने चाहिँ अपेक्षा गर्दै आजलाई चाहिँ छुट्टिनुपर्छ है त। बाई बाई।